गाइज हजुरहरूलाई स्वागत छ मेरो न्यू भिडियोमा। न्यू डे न्यू भिडियोको साथमा आइसकेकी छु। खासै स्पेशल त्यस्तो केही छैन। आज चाहिँ घरमै बस्ने अनि सासू बुहारी गफ गर्ने, नाति हेर्ने, त्यति नै हाम्रो काम चाहिँ। अनि आज चाहिँ अब पाली हाल्नको लागि मान्छे चाहिँ नाप्न आउने भन्नुभएको छ। अनि बा चाहिँ काममा जानुभएको छ। म चाहिँ अहिले घरमा एक्लै छु। यत्रो जङ्गलको बिचमा घर छ हैन। एक्लै बस्नु पनि छुट्टै रमाइलो छ त नभनौँ। अब यस्तो केही परिहाल्यो भने साथीहरू छैन। लाउन हो मेरो वल्लो घरको पल्लो घरको देवर बाबुहरू देउरानी ल्याउनु पर्यो, मलाई साथी चाहियो। अन्त मेरो चाहिँ दिनहरू यस्तरी नै गइरहेछ। बस्ने खाने एक्लै दिनभरि घरमा। आमा बुवा चाहिँ काममा जानुहुन्छ, काममा जानुहुन्छ। बिहान बेलुका मात्रै आउनुहुन्छ नि त। अनि कहिले घरिघरि त्यस्तो लाग्छ यसो वल्लो घर पल्लो घर छरछिमेकीहरू अलिक जुरुप्प भयो भने पनि मजा आउँछ नि त गफ पनि गर्न। वल्लो घर पल्लो घर भयो भने त लाउन म यस्तो ठाउँमा जानु पर्यो, यो गर्नु पर्यो, हेरिदिनु न एकछिन भन्न नि पाइयो। एक्लै भएपछि त हेरे पनि आफै, नहेरे पनि आफै। बारीको फर्सीको साग, रायोको साग होइन के चाहिँ खाम। यो चाहिँ मेरो माइला ससुराको घर हो। माइला ससुराको घरमा चाहिँ मान्छे चाहिँ खाना खाने बेला बिहान बेलुका मात्रै भेट हुन्छ। अनि यत्रो ठुलो बोटमा एउटा मात्रै आँप फलेको छ कि यो चाहिँ के होला त है। अन्त यो चाहिँ हाम्रो यो दुईटा चाहिँ एभाकाडोको बोट हो। यो एभाकाडोमा चाहिँ फलेकै छैन क्या। फल्न पनि अब त यत्रो ठुलो भइसक्यो, रोपेको 2-3 साल भइसक्यो, फलेकै छैन त। यहाँनिर चाहिँ फलेको छ कागती। यता चाहिँ मेवा पनि फल्दैछ, बाँदरले टिपेर केही राख्दैन। यो चाहिँ मेरो बाख्राको घर र कुखुराको घर भइहाल्यो। यता चाहिँ बाख्राको घर, यता यो चाहिँ मान्छे बस्ने घर। यताको चाहिँ खाना पकाउने दुईटा कोठा किचन। यता चाहिँ हाँस। देख्दा चाहिँ कति राम्रो हो नि, तर लास्टै फोहोर गर्ने यो हाँस पनि। अनि त्यसपछि यो ट्रस हाल्ने भनेर पाइपहरू चाहिँ ल्याइराखेको छ। फलामहरू चाहिँ हाम्रो चाहिँ यस्तो खुल्ला छ क्या। अनि घामहरू आयो भने नि डाइरेक्ट पर्ने, त्यही भएको कारणले ट्रस हाल्ने भन्ने विचार गरेछु यसपालि चाहिँ। अनि ओ तल चाहिँ सुँगुरको खोर पनि छ। अब त्यो चाहिँ पछि दसैँ मान्नको लागि पालेको सुँगुर दसैँमा मात्रै काट्छ। वर्ष दिनमा 1 वर्ष पालेर अनि दसैँ मानिन्छ हाम्रोतिर चाहिँ। खोइ त्यो मान्छे आएर अनि यो पाइप कहाँ गाड्ने भनेर देखाइराखेर जान्छु। अनि त्यसपछि 1-2 दिन पछि आएर अनि फेरि काम गर्नुपर्छ भन्नुभएको थियो। अनि कुकुर बान्यो कि बानेन भने, अनि बानिसक्यो भने सुइहाल्नु भयो। मैले भनेको हाले होइन, हाल्छु अब भन्दै थियो। डराएछ त्यो मान्छे त कुकुरले हिजो टोकेर। कलर पुग्छ त? कलर पुग्छ? कति रुपियाँ केजीको बुङ्गुर मासु? 650। यो 1 केजी हो। ए बालेर नि चिची ल्याउनु भएर त तिमी खाँदैनौ। साह्रो भएछ, आइस भएछ। कस्तो रातो न रातो कलर लगाएको त। त्यो अस्ति नै हामीले खाने चटपटेको कलर जस्तो छ है। उतैपट्टि छ यो काले कस्तो छटपटे काला नुहाउँदै होला। तलतिरै पो झरिस्यौ। बाबाठामा जाऊ तिमी, बाबाठामा जाऊ। हेरिरह फेरि उसले नि।
सबैजना कामबाट आउनुभयो, बाबु लेखिदिनु भयो अनि म चाहिँ खाना बनाउन सुरु गरेँ। खाना बनाउनलाई चाहिँ म चाहिँ आगो फुक्दैछु। मलाई चाहिँ आगोमा पकाएको खाना चाहिँ मिठो लाग्छ। ग्यासमा चाहिँ अलि कस्तो कस्तो के नमिल्या जस्तो लाग्ने कि बानी नभएर। अब गाउँमा आएदेखिबाट आगोमा पकाउन थालेँ अनि त्यसपछि आगोमै बानी पर्यो। ग्यास पनि छ छन चाहिँ, तर आगोमै सजिलो लाग्ने के। त्यो ओइलेको खालि खुर्सानी पिने हुनुहुन्थ्यो ओइलेको ओइलेको के घरले
कसलाई भात खान्छ पनि बिहान खानु भएन हजुर हामी चाहिँ 3 जना छौँ 3 जनालाई छुट्टै छुट्टो थाल थरी थरीको मेरो चरेसको बाउको ठुलो आमाको प्लेट हालेको देखाउनु के हामी 3 जनालाई चाहिँ आफ्नो आफ्नो थालमा खाना खायो भने चाहिँ खाएको जस्तो लाग्छ नत्र भने चाहिँ कस्तो कस्तो लाग्ने के मन यति दाइलाई राखिदिनु पर्यो है पहिला 3-4 टुक्रा ऊ चाहिँ तेल चाहिँ निकाल्न त निकालेँ हेर्नु त कति धेरै बसेको त्यही हाल नि भातमै हाल त्यो जाँड खाने कचर हो कि ठ्याक्क लगाएर चक्कु कहाँ ठेर हाले मान्छेले जाँड नखानु हुन्छ तपाईँ खाना म त किन धेरै नाल भयो 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 भने खोइ तिमीलाई बिहानको साग नखानु हुने आमा हाला हाला हाले हाला हाला न झोल चाहिँ हाला मलाई आमा साग नखानु हुने खै मलाई हाला नि हामीलाई भएको दाल खानु हुने नखानु हुने खाने हाला छ बिहान कति धेरै छाने चाहिँ सक्यो जाँड बुङ्गुरको मासु झट्ट सकाइदिउँ है तिनटे आमाले लैजाऊ नखानु हुने फर्सीको साग दाल चट्ट लाएर हालिदिन्छु ल हुन्छ त्यही अब आमा फर्सी साग खानु हुने होइन नखानु हुने आमा बिहान खानु भएन पुजाउँदा जम्मा अब बाहिर त्यो किचन ऱ्याकमा राखिदिनु दाल अलिअलि हाल नि त्यही यतापट्टि मिठो छ आमा उत्पाद मिठो छ नुन लाग्यो छैन रे नुन यता चाहिँ बाउ हुनुहुन्छ ल साथीहरू आजलाई चाहिँ यति नै भयो यस्तै यस्तै भिडियोहरू हेर्नको लागि सन्जु मोक्तान युट्युब च्यानललाई हजुरहरूले सब्सक्राइब गर्नुहोस् आजै नै अहिले भर्खर नै सब्सक्राइब गर्नुहोस् र यस्तै यस्तै रमाइलो भिडियोहरू ल्याउने छु र हजुरहरूको माझमा राख्नेछु आजलाई बाई बाई अर्को भिडियोमा भेटौँला नेक्स्ट भिडियोको साथमा उपस्थित हुनेछु पुनः बाई बाई